नमस्कार तथा स्वागत छ। यो हजुरहरूले देखिराख्नु भएको छ पश्चिमतिर एकदम सूर्य अस्ताउँदो क्रममा गइरहेको छ र त्यसपछि विभिन्न डाँडाकाँडाहरूको यो मनोरम दृश्य यो तनहुँ को एउटा सुन्दर चाहिँ स्थान पर्यटकीय स्थल महत्त्वपूर्ण स्थलमा हामी चाहिँ आज आएका छौँ। यो मध्ये हामी यहाँ हजुरहरूले त्यहाँ देख्न सक्नुहुन्छ यो हामी जुन अहिले हिँडिरहेका छौँ यो जो चाइनामा ग्रेट वाल छ त्यो ग्रेट वालको मिनी ग्रेट वालको रूपमा यसलाई हामीले चिन्न सक्छौँ। नेपालको मिनी ग्रेट वाल को रूपमा यसलाई चाहिँ हामीले देख्न सक्छौँ। साँच्चीकै जो धेरै पहिले चाइनामा जसरी ग्रेट वाल निर्माण गरिएको थियो ग्रेट वालको जस्तो संरचना छ त्यो संरचनालाई चाहिँ कपी गरेर मिनी ग्रेट वालको रूपमा एउटा चाहिँ यो निर्माण संरचनाहरूलाई निर्माण गरिएको रहेछ। यो साँच्चीकै रमाइलो र राम्रो लाग्यो, असाध्यै चाहिँ खुसी लाग्यो। र यहाँहरूले उता यो नजिकै यो ग्रेट वाल यो आसपासबाट पारिका थुप्रै हिम दृश्यावलोकनहरू गर्न सक्नुहुनेछ। थुप्रै हिमालहरू यहाँहरूले चाहिँ अवलोकन गर्न सक्नुहुनेछ। यहाँबाट अलिकति उता थोरै छोपिएको छ त्यो लाङटाङ हिम श्रृङ्खला अन्तर्गतको विभिन्न हिमालहरू छन् भने यहाँनिर यो त्योभन्दा थोरै यतातिर जुन देखिएको छ त्यो भाग चाहिँ गणेश हिमालको हिम श्रृङ्खला अन्तर्गतको भागहरू पर्दछ भने यहाँको जस्ट यताको नजिकै रहेको जो ठुलो चाहिँ हिम श्रृङ्खला अथवा हिमालहरू छ त्यहाँको मुख्य हिमाल भनेको मनास्लु हिमाल हो। त्यो मनास्लु हिमाल सँगसँगै त्यो आसपासमा रहेका अन्य हिमालहरू र त्योभन्दा अलि उतातिर अहिले चाहिँ थोरै चाहिँ यो कुहिरोले छेकिएको छ। त्यो छेकिएको भागदेखि अलिकति उताको भाग चाहिँ अन्नपूर्ण हिम श्रृङ्खला, माछापुच्छ्रे हिम श्रृङ्खला र त्योभन्दा अलि पश्चिमतिरको साइडमा थोरै मात्रै देखिएको छ। र त्योभन्दा अझ उता पश्चिमतिर चाहिँ धौलागिरी हिम श्रृङ्खला एवं रूपमा अन्य हिम श्रृङ्खलाहरू पनि यहाँबाट चाहिँ एकै ठाउँमा उभिएर एकै ठाउँबाट चाहिँ हेर्न सकिँदो रहेछ। यो एउटा खुसीको क्षण, एउटा रमाइलो क्षण जस्तो मलाई अनुभूति भएको छ। हवस् त सबैमा हार्दिक नमस्कार, धन्यवाद।